अनलाइन पुलिस रिपोर्ट कसरी भर्ने? सुरुमा कुनै पनि ब्राउजरमा गएर opcr.nepalpolice.gov.np मा जानुहोस्। पहिलो पटकका लागि अनलाइन मार्फत दरखास्त दिन रजिस्टर गर्नुहोस्। यदि तपाई नेपाली नागरिक हो भने I am नेपाली वा विदेशी हो भने I am foreigner वा शरणार्थी हो भने I am refugee मा सिलेक्ट गर्नुहोस्। इमेल, मोबाइल नम्बर लगायत सम्पूर्ण विवरणहरू सही भर्नुहोस् जसले गर्दा तपाईको दरखास्तको सम्बन्धमा जानकारी उपलब्ध गराउन सजिलो हुनेछ। अब रजिस्ट्रेसन भए पश्चात आफ्नो इमेल खोल्नुहोस्। नेपाल प्रहरीबाट तपाईको इमेल ठेगानामा टेम्पोररी पासवर्ड सहितको इमेल प्राप्त गर्नुहुनेछ। तपाईको इनबक्समा इमेल प्राप्त नभएमा स्पाम मेल वा जंक मेल फोल्डरमा हेर्नुहोस्। पुनः opcr.nepalpolice.gov.np मा जानुहोस्। आफ्नो इमेल र इमेलमा प्राप्त टेम्पोररी पासवर्ड सहित लगइन गर्नुहोस्। करेन्ट पासवर्डमा इमेलमा प्राप्त टेम्पोररी पासवर्ड राख्नुहोस् र नयाँ पासवर्ड सेट गर्नुहोस्। नयाँ पासवर्ड कम्तीमा 8 अक्षरको सेट गर्नुहोस् जसमा कम्तीमा एउटा अंक र एउटा स्पेशल क्यारेक्टर समेत राख्नुहोस्। अब सेट गरिएको नयाँ पासवर्डबाट पुनः लगइन गर्नुहोस्। फर्ममा स्टार चिन्ह भएका विवरणहरू अनिवार्य भर्नुहोस्। हालसालै खिचिएको पासपोर्ट साइजको फोटो सहित व्यक्तिगत विवरण भर्नुहोस्। यदि तपाईको श्रीमान वा श्रीमतीको नाम पुलिस रिपोर्टमा चाहिएमा स्पाउस नेममा क्लिक गर्नुहोस्। बुवाको नाम कुनै डकुमेन्टमा नभएमा फादर्स फर्स्ट नेम मा नट र लास्ट नेममा अभाइलेबल लेख्नुहोला। अब सेलेक्ट योर एप्लिकेशन पर्पजमा गएर यदि तपाई विदेश जानको लागि हो भने अप्लाई विथ सिटिजनशिप एन्ड पासपोर्ट वा नेपालकै लागि हो भने अप्लाई विथ सिटिजनशिप ओन्ली चुज गरेर आवश्यक डकुमेन्ट्स राख्नुहोला। नागरिकतामा भए अनुसारको ठेगाना र हालको ठेगाना लगायत अन्य आवश्यक विवरणहरू भर्नुहोस् जसमा तपाईको नागरिकताको स्थायी ठेगाना एड्रेस इन ओल्ड फर्मेटमा गएर संघीय संरचना भन्दा अगाडिको ठेगाना भर्नुहोला र एड्रेस इन न्यू फर्मेटमा संघीय संरचना पछिको परिवर्तित ठेगाना भर्नुहोला। अब पुलिस रिपोर्टमा जुन एड्रेस चाहिन्छ सोही अप्सन छान्नुहोला। संघीय संरचना पश्चात बनेको नागरिकतामा परिवर्तित ठेगाना हुने भएकोले एड्रेस इन न्यू फर्मेट मात्र छानेर फर्म भर्नुहोला। बसाइसराई भएमा एड्रेस भेरिफिकेसन अन डकुमेन्टमा बसाइसराईको डकुमेन्ट राख्नुहोला। करेन्ट एड्रेसमा यदि अहिले तपाई नेपालमा हुनुहुन्छ भने I am living in नेपालमा र होइन भने I am living in foreignमा सिलेक्ट गर्नुहोस्। तपाईले पासपोर्ट डकुमेन्टको पेज 2 र पेज 3 राख्नुहोला। यदि तपाईको कागजातमा कुनै फरक विवरण भएमा वा थप जानकारी राख्नु परेमा एडिशनल डकुमेन्टमा राख्न सक्नुहुनेछ। सबै प्रक्रिया पूरा भएपछि अब क्लिक अन नेक्स्ट गर्नुहोस्। डु यु हेभ क्रिमिनल हिस्ट्री को नोमा क्लिक गर्नुहोस् र क्लिक अन नेक्स्ट गर्नुहोस्। चेक योर डिटेलमा तपाईको विवरण एक पटक हेर्नुहोला। यदि विवरण ठीक भए एन्टर क्याप्चामा गई दिए अनुसारको लेटर वा अंक टाइप गरी क्लिक अन सबमिटमा थिच्नुहोस्। अब तपाईको अनलाइन पुलिस रिपोर्टको दरखास्त अप्लाई भयो। दरखास्त सबमिट भए पश्चात
केही दिनपछि तपाईले opcr.nepalpolice.gov.np मा लगइन गरी आफ्नो रिपोर्ट डाउनलोड अप्सनबाट प्राप्त गर्न सक्नुहुनेछ। एप्लिकेशन रिजेक्टेड भएमा के कति कारणले रिजेक्ट भएको हो सोको कारण सहित तपाईको युजरमा मेसेज प्राप्त हुनेछ। सो विवरण मिलाई पुनः दरखास्त दिनुहोला। अनलाइन पुलिस क्लियरेन्स रिपोर्ट फर्म भर्नको लागि कुनै पनि शुल्क नलाग्ने जानकारी गराउँदछौं। यो पूर्ण रूपमा निशुल्क सेवा हो। धन्यवाद। जय नेपाल।